ऋण केवल पैसा होइन, भरोसा हो। फर्काउनुहोस्, नत्र भोलि आफ्नै सन्तानको नजरमा पनि आपराधिक ठहरिनुहुनेछ। कहिलेकाहीँ हामी सामान्य ठान्छौँ यति त सानो ऋण हो, उसले सहन्छ नि। तर थाहा छ, त्यो सानो ऋण सायद कसैको घरको चुलो बाल्ने सानो आशा थियो। त्यो सानो रकम सायद कसैको बुवाको उपचार, छोराछोरीको स्कुल फी, या त्यो एक जोडी जुत्ता हो जसको लागि उसले महिनौँ पर्खिएको थियो। जब तपाईँ ऋण माग्नुहुन्छ, तपाईँ केवल पैसा होइन, कसैको भरोसा, विश्वास, सम्बन्ध अनि उसको मनको शान्ति सापटी लिइरहनुहुन्छ। र जब तपाईँ त्यो फिर्ता गर्नुहुन्न, त्यो विश्वास टुक्रिन्छ, त्यो सम्बन्ध बिथोलिन्छ र त्यो घरभित्र बिना देखेको आँधी चल्छ। तपाईँ त आफ्नो जिन्दगी चलाइराख्नु भएको हुन्छ, तर ऋण दिने व्यक्ति आफ्नो जिन्दगी रोकेर बसिरहेको हुन्छ। सायद आज त फर्काउलान् भन्ने आशामा, र हरेक रात त्यो आशा आँसुभित्र बगेर जान्छ। सोच्नुहोस्, त्यो बालक जसको टिफिन पैसा रोकियो, त्यो आमा जसले औषधिको सट्टा पानी पिइन्, त्यो श्रीमती जसले त्यो ऋण नफर्किएको पीडामा श्रीमानको सम्मान गर्नु गुमेको हेर्नु पर्यो। यी सबै केवल तपाईँले नफर्काएको सानो पैसाको कारण हो। तपाईँ त्यो पैसा लिएपछि फोन अफ गर्नुहुन्छ, बाटो बदल्नुहुन्छ, नाटक गर्नुहुन्छ, झुट बोल्नुहुन्छ, सहर बाहिर छु, काम छैन, अहिलेलाई सम्भव छैन भन्दै, र अन्त्यमा चिच्याएरै भन्नुहुन्छ, तिर्दिन भनेको छु, जे गर्नु छ गर्नुहोस्। त्यो क्षण तपाईँ केवल ऋण होइन, आत्मसम्मान, भरोसा र आफ्नो नैतिकता गुमाइराख्नु भएको हुन्छ। यस्ता धनहरूले जो अर्काको आँसुबाट जम्मा गरिन्छ, त्यो धन होइन, त्यो त श्रापको थुप्रो हो। त्यो महल होइन, त्यो अन्तहीन पछुतोको कारागार हो। र सम्झनुहोस्, समय सुतेको छैन, ऊ हिँडिरहेको छ, लेखिरहेको छ, र उसले कहिल्यै कसैलाई बाँकी राख्दैन। एक दिन त्यो हिसाब मागिनेछ, साव मात्र होइन, ब्यास सहित। अनि त्यो दिन तपाईँका सन्तानहरू आँखा आँसुले भरिएर स्वर कापेर भान्नेछन्, हामी त्यस्ता बाबु आमाका सन्तान हौ जसले अरूको आँसुबाट महल बनाएका थिए। हामी त्यो सम्पत्तिको छाया पनि छुन चाहँदैनौँ। त्यो क्षण तपाईँको सम्पत्तिको प्रतिष्ठाको सफलता र मोज मस्तीको शून्य मूल्य हुनेछ। यदि साँच्चै सच्चा मानिस बन्न चाहनुहुन्छ भने ऋण तिर्नुहोस्, बहाना होइन, भरोसा देखाउनुहोस्। किनभने सम्बन्धहरू पैसा मागेर बिग्रदैनन्, तर ऋण लिएर फर्काइ नदिँदा सधैँका लागि टुट्छन्। अनि जीवनमा साँचो समृद्धि भनेको अरूलाई हँसाएर बनाएको संसार हो, रुवाएर बनाएको महल होइन। आजै सोचौँ के म कसैको आँसुको मूल्यमा बाँचिरहेको त छैन? यदि हो भने आजै उठौँ, माफी मागौँ र ऋण चुक्ता गरौँ। किनभने पैसा कमाउन सकिन्छ, तर भरोसा र आत्मसम्मान गुमेपछि फिर्ता आउँदैन। मित्रहरू, आजको हाम्रो लेख कस्तो लाग्यो? कृपया राम्रो लागेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला, ताकि आगामी दिनहरूमा पनि यस्तै खाले मिठो लेख रचना, कलाकृति, शब्दहरू, मन छुने लाइनहरू चाहिँ तपाईँहरू समक्ष ल्याउनलाई हामीलाई अझ थप दृढताका साथ प्रोत्साहन मिल्नेछ भन्दै आजको लागि मेरा यी दुई शब्दहरू यतै यहाँ टुङ्ग्याउन चाहन्छु। हस्त धन्यवाद।